रिसाको रहेछ अब त उ भएन त काँडेला उड्छ होइन काँडेला आएर नि लामो बसेको गरे न बान्ने नामै त सुन्नु कानमा छाएर हामी नि माने अर्काले माने है कस्तो हामीले अब उठ्छ यो है कान छ आएपछि त होइन उ त बान्नु पर्छ यो हो पर्दैन ल हेर्नु न रेपी पानी नहेर है नानीहरू जाऊ भित्र भित्र जाऊ नहेर नि भित्र जाऊ भित्र जाऊ ए माइलोमा त्यहाँ गएर सुतिसक्नु भएछ यता चाहिँ के खाल जम्दैछ हामी त यहाँ उनो खेल्नला उनो है त फेरि 1 2 माइजु भाइ मासु कुर्दै यहाँ खाल जमाउँदैछ कतिवटा भयो 1 2 3 4 5 6 7 बसियो ल एउटा सरबन्ती पानी अब कहाँ छ चिसो दिदी हजुर पानी ल्याइदिनु म ल्याइदिन्छु हामी चाहिँ यो आन्द्रा बुढी ढुन्न लाग्यो दुईजना झाङकुटी गर्ने हो छोड्देऊ अनि त म बनाइदिन्छु अगाडि ल पक्नुस् त हैन गोल्टे त्यसै त हुँदैन यसरी तपाईहरुले के ल्याउनु भइराछ यसरी बम्बुरको आन्द्रा हो बेच्न कहाँ लानुहुन्छ ल पक्नुस् है त बाटो अलि अप्ठ्यारो रहेछ लाउनुस् हेर्नुस् हाम्रो यहाँ दसैँ यता हेर्नुस् हाम्रो दसैँ हेर्नुस् हेर्नुस् दसैँ लु कसरी खाने त त्यसलाई काट्नु फर्काउनु पर्छ लु मैले माथि नै काटिके हो त हैन यहाँ काट्ने हैन यो काट्न त काट्ने हो यही हो फाल्ने हो नि कहाँ खाने दुर्गन्ध बनाउँछ कहाँ यहाँ ओइ यहाँ फाल्दो कि यहाँ माथि राख्दै अनि यसले जान्ने मान्छे कसरी हो त त्यसलाई चिरेर फर्काउने हो के कहाँ चिर्नु नि कता जहाँ चिरे नि हुन्छ नि फेरि यहीँ पुगिन्छ कि ल म उता गएँ
छ्याम म त यस्तो आएछ राम्रो आएन झर्न धनाले कसरी चिरे हेरौँ यसरी हो त्यहाँ नपोखा हो है त्यहाँ ग्यास गयो लट्ठीले छिटाएर मुखमै ल्याइदिएर या हो त्यसरी नै तर पानी उ भयो कि यहाँ गएन कि ल हामीले चाहिँ फाइनली त्यस्तो आन्द्रा भुडीलाई नाक थुनी थुनी हेर्ने नि क्लिन बनायौँ है कति घन्टा लाग्यो 2 घन्टा दामी बनाएँ 15 हार्ने छ आइपुग्यो आज 15 हार्ने छ 20 हार्ने पुग्छ 10 बाहिर कटिने हैन र यहाँ चाहिँ पुरै टाउको पकाउने कार्यक्रम हुँदैछ टाउको हो हेर्नु न भाडा सानो भएर अब ठुलोमा चेन्ज गर्नु लाग्यो यो चाहिँ मसला है यो चाहिँ मसला है गाइज अनि यो चाहिँ मेरो भाइरल टोपी भित्र हेऱ्यो भने त डेन्जर छ तात्यो तेल हालिदिउँ तेल हाल्ने हो खनाउने हो ल ल खनाउ ल हेर्नुहोस् है गाइस यसमा अटेन होइन ल आगोमा टट लाएर अब टाउको भुट्ने गरे ल हजुर के हेलो के खाँदै हो टाउको तर कस्तो मधुर आहा पढाइ केटाकेटी हो बाँच्छन् यो भाइ फेरि के गरे होला आफू एकातिर बसेर खाना हेर त कता राखेको ल हातले है त हातले चम्चा खोज्दा त अहिले हात तामाखेरि मैले हात चाहिँ मैले काठमाडौँ लान्छु कि 2 टे झिकेर मिठो छ सानन मिठो गरेर खाएको छ मिठो छ खोइ खाइन खोइ त तिम्रो चिची मिठो मिठो चिकन हो यता पनि बसेर खाँदैछ ओके कुन चिची चिची ल त्यहीँ राख हस् यो बाँच्नु बिस्तारै गर है हो मेरो भाग पनि आयो टाउको मासु चिउरा जिब्रो रे उसलाई दिन्न उसलाई गिल्लो छ नि बाचनलाई दिन्न गिल्लो हो ए जिब्रो भिडियो 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 बसेकै ठाउँ राम्रो भएन लस्कार बन्द भयो अरू त सबै लस्कार भयो को भयो पछाडि के खाने रे तिमी तिमी चिउरा अझै खान्छौ चिउरा थप अलि खान्छौ खाऊ चप्पल नि हैन मान्छे नि हैन कुकुर नि
ए पानी ज्ञानी हो म त्यस्तो यस्तो घुमाएर मलाई दिन्छ अनि म घुमाइदिन्छु त्यता लाल लाग्छ अरे अब काकाहरू आउनु कति बेला लाग्छ काकाहरू आउनु बेल लाग्दैन आउने बित्तिकै खाजा दिइहाल्नु पर्यो अनि खाजा नखाने ह्याप्पी दसैँ गाइज डाँडाको बाबा ल ह्याप्पी दसैँ गाइज ह्याप्पी दसैँ गाइज बाटोले पुरा यस्तो रे स्ट्याचु दाजुलाई त नदेखाउने भन्नुभयो यसले काट्छ नि यता यता यस्तो बनाउँछ मेरो गाडी होला मेरो पुरै काट्ने हो ल म त भरे दाजु दाजु घामले यस्तो भा बाचनले कान थालेको फोटोमा त कति गोरो देख्छ त्यो नत्र म यस्तै थियो पहिला कि